अड्तेछ यहाँ ब्रेक पनि पुरै तात्तेर चाहिँ ब्रेकै होला चाहिँ डल्लै रातो छ हो पुरै जाम यहाँ अब यो होपमा चाहिँ फोटो खिच्नको लागि चाहिँ यहाँ लाइनमा बसिरहेको छ केटाहरू हो गुड मर्निङ एन्ड जय मसी सबै मेरो फेसबुकका साथीभाइहरूलाई हो अब अहिले चाहिँ फेरि नयाँ दिन नयाँ सुरुवात बिहानको लगभग अहिले 8 बजिसकेको छ हो हामी चरचरिक उठेर अघि उठेर पनि यहाँ यसो हो हल्का तारेन्टुम पार्दै हो केटाहरू दुईजना यता सुतिरहेछ मजाले हो फेरि अब हामी यसो बतासेतिर चौरास्तातिर कता हुन्छ घुम्न लागिरहेका छौँ अहिलेको आजको मौसम चाहिँ यस्तो रहेछ यस्तो भइरहेछ यहाँबाट चाहिँ फगी लागेर चाहिँ स्कुटी बाइकहरू चाहिँ खेलेर लानुपर्ने अवस्था यहाँ यस्तो यहाँ चाहिँ स्कुटी बाइकहरू चाहिँ कुदाउनु पाउँदैन खेलेर लानुपर्ने रहेछ यहाँ प्रोग्राम पनि हल रहेछ हो अगाडि यस्तो रहेछ छन् चाहिँ फेरि के छैन चौरस्तामा चाहिँ के छैन गाइस यति रहेछ भानुपाक त्यस्तो खास घोडा चढ्ने पर घोडा रहेछ है कति बजी निकाल्छ चौरस्तामा चाहिँ हर्स राइड पनि हुँदो रहेछ यहाँनिर मजाको हर्स राइड सफा गर्नु हुँदैछ कति अरे है 100 रुपियाँ हो कति घुमाउँछ 3 राउन्डको 100 रुपियाँ अहिले तर खोल्दैन है छने म जान्छु ल ओ यहाँ अर्को रहेछ त अन्त ओके गाइस म अब यसो घोडा राइड गर्न लागिरहेछु कति हो उयसको यहाँ घुमाएको 100 रुपियाँ खाली हो त 3 राउन्ड ए अँ त्यही गरिदेऊ न ओके यहाँ चक्नु 1 2 3 ल अलिकति हात कम्फर्टेबल छ त एकदम कम्फर्टेबल छु ओके हर्स राइड सुरु भएको हो गाइस साइड म्यान कस्तो हुन्छ लक्कसँगले सबभन्दा ठुलो यही हो नि ठुलो घोडा अड्तेछ राउन्ड छ के त्यसको अब ल टर्न वेस्ट टर्न हो अब अहिले गऱ्यो अब यसको टर्न हो सुरु भयो अब यहाँ हर्स राइडिङ कताको एउटा एक कप दिनु न यता हामी चढेको चाहिँ घोडा फेरि सबैभन्दा ठुलो घोडा रहेछ हो अरू त सानो रहेछ बिचरा ल केटा हो यहाँ अब यो होपमा चाहिँ फोटो खिच्नको लागि चाहिँ यहाँ लाइनमा बसिरहेको छ केटाहरू हो मजाको यसरी हेरिबस्यो भने चाहिँ पाउँदैन हामी चाहिँ के हुन्छ चेप्चाबाट चाहिँ छिरेर गइहाल्नुपर्छ हो त केटा हो हामी पनि खिचौँ अब मजाले यस्तो ठुलो त जाम लागिरहेछ हो हेर्नु नि मान्छे हिँड्ने जग्गा छैन
चेप 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 बडा कटाएर चडक्कैसँगले हिँड्दैछ तिर त जान्छ टुरिस्ट यतिर त छ कि दार्जिलिङमा ओके गाइस हामी अब दार्जिलिङबाट चाहिँ होटललाई चेकआउट गरिकन यहाँबाट निस्किँदैछौँ हो सो दार्जिलिङदेखिको यात्रा गर्नु जोरथाङ बाहिर टकबरहरू भएर ओह्रालो जानुपर्ने अवस्था छ बिहानदेखि नै जाम चाहिँ धैर्य लागिरहेको थियो अब जाम कतिको भेट्छ बाटोमा पर्ने भ्युजहरू तपाईँलाई हामी देखाउँदै जानेछौँ सक्यो यो हाम्रो यात्रा दार्जिलिङको यात्रा बाइकमा सामान बनाइ चाहिँ यति बेला त टुरिस्टको फ्लो छ हो बिहानै 10 मात्रै पर्दैछ गाडी जाम भएर चाहिँ छ यहाँबाट चाहिँ अब गुगल म्यापमा चाहिँ यहाँ डल्लै रातो छ होइन गुगल म्याप चाहिँ डल्लै रातो छ हो पुरै जाम यहाँ बाँध्ने चाहिँ दामी छ नि हो हिसाबले दामी बाँध्छन् फेरि ओके गाइस हामी चाहिँ दार्जिलिङबाट चाहिँ अब ओह्रालो यो टकबरको बाटो जाँदैछु लाग्दो ओह्रालो छ बाटो छ धन्न पहिलाको भन्दा चाहिँ पहिला चाहिँ डरलाग्दो रफ थियो हो पहिलाको भन्दा चाहिँ अहिले चाहिँ निकै अथवा दामी भएको रहेछ टकबरको बाटो त्यही दामी छ अहिले चाहिँ फिलहाल यस्तो फगे लागिरहेछ वर्तमानको बाटो छैन एउटा नि ऊपर तेर्सोमा चिया छ तिमीले त मगाइन होला नि गाइस अहिले चाहिँ हामी यहाँ टकबरमा आइपुगेको इस यहाँ चाहिँ यहाँ अलिकति ब्याग हल्लिएर चाहिँ बाँध्दैछ गरेर यहाँ ब्रेक पनि पुरै तातेर चाहिँ ब्रेकै हरायो अन्त अब एकछिन रेस्ट गरेर चिया पनि अब खाने हो चिया खाजाहरू यहीँ खाइदिन जानु ब्रेकै हरायो नि त्यहाँ पुरै फुटबेकै यही छापै फुटबेकै यस्तो छ आउँछ होला अहिले लगे यहाँ अलिकति लुज भएको ब्याग पनि बाँध्दैछ टक्कै टाइट गर ल आज बिहानीको ब्रेकफास्ट हो दार्जिलिङ टीसँग चियासँग रमाइलो छ लच्चा परोटा विथ यहाँ मटर जोरथाङ बजार देख्दैछु यहाँबाट चाहिँ गाइस हामी जानुपर्छ त्यहाँ अहिले चाहिँ हामी एउटा भिडियो बनाउनुपर्छ यहाँनिर चियाबारीमा छौँ ओके गाइस फेरि पनि हामी यहाँनिर टकबरदेखि अलिक तल यो चिया बगान मजाको रहेछ हौ यहाँनिर चाहिँ हामीले एक दुईवटा भिडियोहरू गीतको भिडियोहरू सुट गरिकन फेरि पनि अब हाम्रो यात्रा जोरथाङतिर हामी लाग्दैछौँ हो सो हाम्रो त्यो गीतको भिडियोहरू पनि हामी जरुर फेसबुक पेजमा हामी अपलोड गर्नेछौँ कृपया त्यसलाई पनि तपाईँहरूले माया देखाइदिनुहोस् यसो सेयर सब्सक्राइब फलो है गरिदिनुहोस् जोरथाङ बजार चाहिँ यहाँबाट यस्तो दामी देख्दो रहेछ अहिले चाहिँ हामी यता वरिपट्टि वेस्ट बेङ्गलमै छौँ हो हामी त्यही जोरथाङमै भएर जानुपर्छ अहिले चाहिँ हामी यहाँ छौँ यहाँबाट चाहिँ भ्युज गयो सिरिस दामी फुल्दैछ त है आम्मा अहिले चाहिँ हाम्रो टकबरदेखि तल
यहाँ पारिपट्टि जोरथाङ यसो हल्का सर्ट ब्रेकको रेस जाउँ है पुरा कमिला झर्दैछ माथिबाट ओके गाइस फाइनली हामी चाहिँ जोरथाङ आइपुग्यौँ हो नेपालबाट चाहिँ अब एकदमै सक्सेसफुली एकदम 3 दिनको ट्रिप हाम्रो दामी भयो राम्रो भयो कसैलाई केही चोटपटाउ त्यस्तो एक्सिडेन्ट त्यस्तो केही पनि भएन हो एकदमै चाहिँ टाइट भयो रमाइलो पनि धेरै भयो इन्जोय पनि धेरै गरियो हो थाके पनि फाइनली चाहिँ हामी जोरथाङ हाम्रो आफ्नो गाउँ इलाका अब आइपुग्नु आँट्यो अब यहाँबाट चाहिँ फेरि हामी नाम्ची राबुङमा जानुपर्छ हो सट्टैसँगले तल गाइस हगी लागेर चाहिँ